हेलो दर्शन नमस्ते यहाँहरू सम्पूर्णमा। आज चाहिँ हामी चाहिँ पहिला हाम्रो मान्छेहरू आएर बसेको यहाँनिर नेदरल्यान्ड्समा पहिला आएर बसेको सहरमा आमोसपट भन्ने ठाउँमा आएको छु। म चाहिँ अहिले भान्जीको घर माथिबाट 10th फ्लोरबाट यो भिडियो लिइरहेको छु। यो ब्लगमा तपाईहरुलाई पहिलो परिचयात्मक इन्ट्रोडक्टरी पार्ट देखाउनको लागि मैले अघि गरेको क्लिप चाहिँ पोर्ट्रेटमा भएछ कि त्यसले गर्दाखेरि मैले यो फेरि ल्यान्डस्केप फर्ममा लिएको छु कि अनि रहेको पार्ट तपाईहरुले हेर्नु होला है त। म तपाईहरुलाई देखाउँछु अगाडि है त। हेर्नुस् है गाइस, यो चाहिँ आमोसपट भन्ने आध्यक्ष भन्ने ठाउँमा हाम्रो फर्स्ट ब्याचर्सहरू आएर बस्दाखेरि चाहिँ चामल बोक्ने बाटो, सब्जी बोक्ने बाटो, रासिन थप्ने बाटो, किरोसिन थप्ने बाटो अरे के होइन। मेरो मम्मी पनि हुनुहुन्छ। सोल्टिनी मगली सोल्टिनी मात्रै साह्रो परेर बारीसँग त्यही हिँडिरहेको थियो। अनि पछाडिबाट बोलाउँछ यसो हेऱ्यो काले यसरी डर लाग्यो कि भरे राम्रो अनुहार हेरेको त हामीलाई कम्प्युटर सिकाउने सर रहेछ। म हेर गरौँ भने अनि अन्त हुन्छ नि त भनेर सोल्टिनीसँग एउटा किसान थियो। उसले बिचरा पुऱ्याइदियो नि भारी आदि यही बाटो कता सामान तान्नु कम्ता झ्याउ हुन्छ र आमामा है। तर पनि त्यतिखेर झ्याउ लाग्दैन थियो, बानी थियो नि त। कता जाने बाटो अरे यता चाहिँ? त्यो हस्पिटल जाने बाटो। हेर्नुहोस् है, आमोसपटमा 2011 मा को बस्नु भएको थियो तपाईँलाई थाहा छ होला है। यो चाहिँ आमोसपटको स्टेसनबाट हामी आउँदैछौँ। धेरै राम्रो समय बिताएको थिए हाम्रा फर्स्ट ब्याचर्सले भन्ने कुरा सुनिन्छ। है आजको मौसम पनि साह्रै राम्रो छ। आमोसपटमा बस्दाखेरिको यादहरू। आमोसपटमा बस्दाखेरि 1 वर्षको आएको मान्छे यत्रो ठुलो भएको छैन है यहाँ। यो 4 वर्षको हो। 4 वर्षको आएको मान्छे हेर्नु है यहाँनिर चाहिँ। यहाँ चाहिँ अब कमेरे पानी खाएर लडीबडी गर्दै हिँड्ने बाटो यही हो। हाम्रो मान्छेले कमेरे पानी खाएर हिँड्थ्यो यहाँनिर। गरेन, दिँदैन पुलिसले। व्यवस्थित ठाउँ हो यो ठाउँ, यो सभ्य ठाउँ होइन। पुलिसले फेरि कारबाही गरिहाल्छ नि। हाम्रो साल दाइलाई पनि पुरा सम्झना स्मरण भइरहेछ स्मृतिको मानस पटलमा। उहाँले पनि धेरै अनुभूतिहरू आज फेरि पुनर्जागृत गर्दै हिँड्दै हुनुहुन्छ। ल अनि भन्नुहोस् है, यहाँनिर अब हामी त आएको थिएनौँ। कुन ठाउँमा कुन बिल्डिङमा कस्तो थियो, के काम गर्थे? होइन यो बिल्डिङहरूमा अब कुनै अफिस होला के होला होइन। कति छ अब हाम्रो मान्छे बसेको ठाउँ पुग्न चाहिँ? अब ओ माय गॉड, साह्रै राम्रो पो रहेछ त हौ। भनेपछि त यो ठाउँ त रमाइलो थियो। हेर्नुहोस् यस्तो छ नेदरल्यान्ड है। हजुरले के परिवर्तन देख्नुभयो यत्रो 14-15 वर्षको अन्तरालमा? खालि यो रुख बढेछ हौ। रुख बढेछ है, अनि मान्छे बढेछ होइन।
मान्छे यहाँ बढेर हामी चाहिँ एभरग्रिन होइन यो अलिक काल थियो नि त यो बिल्डिङ त काल थियो अहिले रुख ठुलो यो बिल्डिङ त नाङ्गै देखिन्थ्यो नि यो बिल्डिङहरू अलिक खुल्ला थियो अरे जङ्गलहरू निकै आएछ यो रुखहरू सबै मस्ती भन्ने कुरा आउँदैछ यहाँको अनुभवी अग्रजहरूले 15 वर्षमा आज साह्रै शीतल भइरहेछ एकदमै मौसमले साथ दिइरहेको अवस्था छ पहिलाभन्दा 15 वर्ष अगाडिको कुरा हो होइन यहाँ पहिला बस्ने मान्छेहरूलाई पनि कति कुराहरू अलिकति रिकल गर्नको लागि गाह्रो हुँदो रहेछ सुपर मार्केट जाने ठाउँ छ अरे यहाँनिर भनेर भन्ने कुरा आयो आजभन्दा 15 वर्ष अगाडिको कुरा जुन समयमा यता पछाडि हिँड्दै गरेको हाम्रो भान्जा उहाँ चाहिँ 4 वर्षको आएको हो अनि यहाँ मेरो छोरा चाहिँ जन्मेकै थिएन हो त्यतिखेर उहाँहरू चाहिँ बस्नुभएको मेरो दाइ मेरो विशेषहरू दाइहरू दिदी चाहिँ के हो भेना अब यही चाहिँ हाम्रो आज चाहिँ ए हो र यता हो वा कस्तो प्राकृतिक ठाउँ कस्तो राम्रो ठाउँ कति राम्रो हेर्नुहोस् न यो त एकदमै थम्बनेलमै राख्ने खालको सिन आयो है आम्मामा अब यहाँ माथि चाहिँ स्कुल छ अब यता चाहिँ स्कुल ए ए तिमीलाई याद छ नानी भान्जा तिमी यता स्कुल जान्थ्यौ अरे त हो फेरि रे थाहा छैन अरे 4 वर्षको सानो नानी छ 4 वर्षको भान्जाहरू वाउ वन्डरफुल कस्तो बिजी नि यहाँ त साँच्ची नै गाडीहरू कस्तो बिजी है यहाँनिर वाउ यहाँ एउटा थियो त्यो चाहिँ बालवाटारबाट जाने बाटो ए आज चाहिँ त्यो हो यो चाहिँ जङ्गल जाने बाटो वाउ कस्तो राम्रो ठाउँ रहेछ वाउ माइ गॉड हेटरिका हाम्रो मान्छेहरू है फुटबल ग्राउन्ड थियो फुटबल ग्राउन्ड यही हो यहाँ फुटबल ग्राउन्ड थियो ए कोही कहाँ पुग्यो कोही कहाँ कोही युके पुगेका छन् अहिले कोही अमेरिका पनि पुग्यो होला प्रायः जस्तो त नेदरल्यान्डमै छ हुनुहुन्छ आज चाहिँ अमस्फोटको दृश्य यहाँहरूलाई देखाइरहेछौँ अब चाहिँ आज चाहिँको बस्ने पहिलाको वासस्थान आइपुग्नु आँट्यो भनेपछि कहाँ खोइ जङ्गल मात्रै देख्छु त म त त्यही हो लासाला अनि यो चाहिँ के हो मन्दिर जस्तो होटेल मन्दिर जस्तो बुद्धिस्ट मन्दिर जस्तो छ त ए कस्तो पो रहेछ त Oh my gosh. Mama, daar nog steeds voetbal. Oh, voetbalground.
चाहिँ के लिएर त द कबुतर हाउस हुट भनेको रहेछ कबुतर हट होटेल हालेको चाहिँ यता फेरि छ जङ्गलभित्र जङ्गलभित्र बिल्डिङ थिएन नि त यता खेल्ने ग्राउन्डहरू छ हेर्नु कत्रो बिल्डिङ बनाएको ए हो ए एकदम किन्ने डो बार घर पनि आएको अब हामी कता जाने हो वाउ यस्तो रहेछ यहाँभित्र यही हो हामी बसेको ठाउँ चाहिँ आजदेखि अमर दाजुहरू बस्नु त्यही हो यो हो र यहाँ बसेको बिल्डिङ त यहाँ त रहेछ त हेर्नुहोस् है सबैजनालाई अब यहाँ पछाडि ब्याग सर्नु हाल्यो गाडी वा नानी गाडी ब्याग सर्नु हाल्दैछ ए आज चाहिँ भनेको यो हो है पहिला अनि यो पनि बस्थ्यो बस्यो त यहाँनिर ए अनि हामीलाई रुद बाबाले यहाँनिर बेलुका बेलुका त्यो आँगनमा निकालेर अनि पढाउँथ्यो ए उयो ग्रिन छ नि अँ हो यहाँ चाहिँ रिसेप्सन थियो ए रिसेप्सन लेखिरहेको छ नि हो त वाउ इतिहास हाम्रो इतिहास रहेछ यहाँनिर अहिले पनि छ होला मान्छेहरू है आज चाहिँ बसेको पैसाको मान्छेहरू छ नि पहिला त यस्तो गाडी हुँदैन त अहिले त धनी धनी मान्छे आएर बसेको होला नि त ए उयो यो गाडी उयो ठुलो छ नि आज उयो रहेछ चेक गर्ने चेक गर्ने के चेक गर्ने टिभीहरू चेक गर्ने ए ट्युबरकुलोसिस चेक गर्ने ए नि सुखमा हामीलाई यस्तै गाडीमा हेर्नुहोस् है आज चाहिँको बिल्डिङ यस्तो रहेछ पहिला हाम्रो मान्छेहरू बसेको उता चाहिँ हस्पिटल हो ए यो माथि चाहिँ असनाहरू बसेको थियो गोगल दाजुहरू बसेको थियो ऊ त्यता जस्तो लाग्छ उयो एउटै बिल्डिङमा पो अटाएको रहेछ त हामी चाहिँ तलमा बसेको उता भित्र बस्यो भने छ नि उता नयाँ बिल्डिङ यो चाहिँ पुरानो बिल्डिङ हो ए रहेछ त अनि तर यिनीहरू चाहिँ हामीलाई अनि जू चाहिँ यो पनि हो ए यो बिल्डिङ होइन यो जू होइन यता जाने जू होइन यो हो जू जू चाहिँ यता हो यता हो ए ए अँ कहाँ बिरन पार्क आमसपोर्ट ए अँ आउँदैछ यहाँ पनि अर्को बिल्डिङ रहेछ यो चाहिँ होइन नि भनेपछि जू है आमास्पट बस्दाखेरिको जू यहाँ ए बडो रमाइलो रहेछ नि त दिरेन त अब त ती पो रहेछ त भनेपछि त है साह्रै भिड छ है तर गाडी चाहिँ जस्तो है ट्राफिकको चाहिँ यहाँनिर यहाँ त नि हाम्रो सालदाईहरूले त गाडी कुदाउनु साइकल कुदाउनु नसक्ने नै रहेछ नि त जोगाउनु पनि त साह्रो परेको ओ माय गॉड साह्रै राम्रो पो हेट तेरिका चाहिँ 2011 म पनि हामी पनि लगभग 15 वर्ष भयो नि हौ भनेपछि त होल्यान्ड आएको अनि अन्तरालमा आज पहिलोचोटि आउँदैछौँ यो के हो यस्तो अब र पनि आजको ट्रिप चाहिँ त्यति लामो भएको छैन अब यो चाहिँ हामीले चाहिँ जूलाई छोडेर हामी जूमा पस्ने समय मिलेन आज होइन हामी अब त्यस्तो प्लान तरिकाले आएनौँ त्यसले गर्दाखेरि अब हामी चाहिँ एकछिन जङ्गलतिर पस्दैछौँ हेर्नुहोस् त कति शीतल छ जङ्गल वाउ वन्डरफुल हजुर एउटा त्यो वर्ल्डको सबैभन्दा ठुलो रुख छ यहाँ ए सिकोया भन्ने छ क्या सिकोया होला सबैभन्दा लार्जेस्ट ट्री
ए भनेपछि त यो त जङ्गल त ठुलो रहेछ त आम्मामा यो के उतिस जस्तो कति वालको यो त उतिस त होइन हेर्दाखेरि त यसको पत्ता हेर्दाखेरि त यो त के को रुखहरू हो यत्रो लामो लामो आम्मामा हेर्नुहोस् त यति माथिसम्म गएको छ 100 मिटरभन्दा बढी छ नि 100 मिटर छ होला वाउ अमेजिङ यस्तो राम्रो रहेछ है यस्तो राम्रो रहेछ त्यहाँ जानु हामी कता जान्छौँ अब दुईटा बाटोमा आइपुग्यौँ दो बाटोमा रोड नट टेकन द रोड नट टेकन भन्ने याद आयो मलाई रोबर्ट फ्रस्टको अब कुन द रोड नट टेकन भन्ने एउटा पोइम थियो कि कुन अब कतापट्टि जाने अब ओके 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 Thank you. यता जा ओके ओके यहाँ गाइड रहेछ नि त हो नि मेरो मम्मी छक्कै पर्दै हुनुहुन्छ मम्मी उहिले 5 थरको भन्दा अग्लो रहेछ रुख अग्लो है म जन्मेको ठाउँको उत्तिस अग्लो अग्लो भन्दै थिएँ यहाँ पो झन् त्यो उतिस भन्दा अर्को नि तर यो त उतिस त होइन पत्ता हेर्दा त बोट हेर्दा उतिसको जस्तो खालको सिलिक्कै परेको सल्लाह सल्लाहकै जात हो नि यो यो सल्लाह हो त तर पनि के फरस नै सल्लाह हो हो यो यो यसो हेर्दा पनि फरस नै हो अन्त यसो त दाजुले त ठ्याक साइकल आउँदैछ साइकल साइकल छ बौलाहरू आउँछ नि बौलाहरू अनि ऊ माउन्टेन बाइक के हेरेर नि त कुदाउने छ त्यता जाने छ र जाने लाजे आमा सुसाइराहिन् भनेर नाना गोपालले गीत गाउनु भएको थियो हेर्नुहोस् त सल्लाह कसरी सुसाइरहेको छ सुसाको चाहिँ कसरी भन्नु कस्तोलाई चाहिँ सुसाको भन्छ उसलाई आएन अरे सुसाको भनेको चाहिँ के हो भनेर भन्दैछिन् उहाँलाई चाहिँ उहाँ चाहिँ अलिकति यता टिबेटन मूलबाट बिलङ गर्नुहुन्छ कि त्यसले गर्दा नेपाली त्यति राम्रो आउँदैन कि सुसाको भनेको चाहिँ कस्तोलाई भन्छ भनिदिनु कमेन्टमा लेखिदिनुहोस् गाइज कमेन्टमा लेखिदिनुहोस् त के भयो सुसाको भनेको ऊ सुसाइरहेको नि त्यो हावाले हो उहाँले नेपाली साहित्य पढ्नु भएको त्यसले गर्दा उहाँले राम्रो व्याख्या गर्दै रहेछ उहाँ चाहिँ टिबेटन मूलको हुनाले गर्दाखेरि नेपाली भाषाले आउँदैन होइन के भयो एक्लै आज चाहिँ भनेको नि पहिला आउँदाखेरि कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा भनेर सल्लाह सुसाको भन्ने चाहिँ यहाँ हेर्नुहोस् कस्तो सुन्दर वाउ ओ माई गॉड कति राम्रो हेर्नुहोस् त कस्तो राम्रो छ है के भन्दै हुनुहुन्छ नानाले पहिलो नि आएर काम गर्नु पर्दैन थियो दिनमा 3 घन्टा स्कुल यहाँको भाषा पढ्नु गयो आयो अनि त्यहाँदेखि दिनभरि जङ्गल घुम्यो होइन अनि बजार गयो हिँडेर यसरी नै कोही चाहिँ लिफ्टमा चढेर माथि र तल गरी बस्थ्यो अरे भन्थ्यो होइन त्यो त केटाकेटी होइन ठुलै मान्छे पनि त्यसो ठुलो त याद भएन केटाकेटी अहिले ठुलो भएको छ नि हौ अहिले नामै भनिदिँदा नि हुन्छ कि त्यो 10 तले बिल्डिङमा जम्मै तलमा नम्बर क्लिक गरिदियो अनि हिँड्यो अनि त्यो तलै पछि उक्रिँदै बस्दै बडा रमाइलो है भने अनि यस्तो ठाउँमा अनि यसरी हिँडेपछि त टाउको दुख्छ नि जाति हुन्छ बिमार पनि हुँदैन हो नि आज त तीर्थै आयो हामी त तीर्थै आयो आजको हाम्रो यात्रा चाहिँ आज बस्नु हुने सबैलाई सम्झेको छु है 2010 र 2011 सम्म आजसम्म बस्नुहुने हाम्रो
सम्पूर्ण 11 होइन 10 मा 10 भुटनिस विशेष गरी दाजुभाइ दिदीबहिनीहरूलाई स्मरण सम्झनाको साथ मिठो सम्झनाको साथ यो भिडियो पस्किरहेको छ। मलाई पनि एकदमै आज विशेष प्रकारको एउटा एक प्रकारको अद्वितीय भन्नुपर्छ अनुभूत भयो। अत्यन्त राम्रो रहेछ। जहाँ अहिले हामी बसिरहेको छौँ त्योभन्दा अत्यन्त सुन्दर लाग्यो यो ठाउँ। यो जङ्गल यस्तो राम्रो जङ्गल। अहिले त्यो बल्लपा नगयो भने मान्छे यतिको हुन्छ गर्दैन म गरिहाल्छु त यहाँ के म यहाँ शीतल भइरहेको छ। हेर्नुहोस् त माथि 5 थरतिरको रुखहरू जस्तो नि। हेर्नुहोस् त कति मजाको माथिबाट गोरे ब्रदर आएर जानुभयो साइकलमा। माउन्टेन बाइक गर्दै हुन्छ होइन। माउन्टेन बाइक गरेको खोजी खोजी यो चाहिँ यहाँ चाहिँ अब सम्म मात्रै ठाउँ हुन्छ। अलिकति उकालो भनेको यस्तो हुन्छ। हेर्नुहोस् न यी नेदरल्यान्ड्सको चाहिँ अब साँच्चै राम्रो पो रहेछ त यो ठाउँ त। यता गएपछि चाहिँ यता चाहिँ माथि बलुवाटार आउँछ त्यहाँ झन् अब नेक्स्ट टाइम चाहिँ जानुपर्छ है सल्लाह गरेर राम्रो प्लान गरेर। अहिलेको अघि फर्स्ट हामी गयो नि बाटो त्यो बाटै बाटो गयो भने टक्कै पुग्छ। त्यतिखेर चाहिँ तपाईँको नि क्यामेरा ल्याउनुपर्छ। तपाईँको नि उयो गर्नुपर्छ के अरे युट्युब बनाउनुपर्छ। टन्न बनाएर बोकेर ल्यायो अनि कसैले बिहानै आउनुपर्छ कि। वा मलाई त अर्कै खालको एउटा आध्यात्मिक अनुभूति पो भयो त यहाँ त। कस्तो राम्रो हेर्नुहोस् त सुनसान छ है। तपस्या गर्ने जङ्गल जस्तो छ त। मान्छेले जङ्गल रुखपात चिनाउनु नेदरल्यान्डको भनेर एक दिन क्लास दिएको थियो। त्यति ठ्याक्क हाम्रो दाजु आएको थियो यहाँ आएर अब उनीहरूले भन्ने भन्दा उसले बढी भनिदियो थालेपछि ए लु भोलिदेखि त यहाँ भोलिन्टियर आइदिएला भन्नु थालेको। यहीँ सुरु गरेको मैले। ए हजुर हजुर हाम्रो अमर सोल्जीले है। ए होइन यहाँ त साह्रै राम्रो रहेछ नि त। आम्मै यो जङ्गल त नेदरल्यान्ड्समा यतिको जङ्गल मैले पहिलोचोटि देख्दैछु है। आर्नेमको जङ्गल पनि यस्तो होइन नि। यो जातिको रुख यो ठाउँमा नहुनु पर्ने, यस्तो माटोमा नहुनु पर्ने, क्लाइमेटमा नहुनु पर्ने यो जातिको रुखहरू भन्नु थालेपछि अनि यो उनीहरूले चाहिँ यो चाहिँ फल्ना देशबाट ल्याएको यो फल्ना देशबाट ल्याएको भन्नु थाल्यो। यो सबै रुखहरू यो कहाँ कुन देशबाट ल्याएको रहेछ नि त। अनि त्यो चाहिँ अनि अन्त पुरा त्यतिखेर अनि हामी चाहिँ सुन्ने त्यहाँदेखि सुरु गर्नुभएको नि दाजुले। अब अहिलेसम्म त्यसमै मेरो भ्लग हेरिरहनु मित्रहरूलाई जानकारी। म चाहिँ यो पहिलो ब्याचमा थिइनँ त्यसले गर्दा मलाई चाहिँ म अनभिज्ञ छु यो ठाउँको बारेमा। अनि यहाँ पहिला आउने मेरो दिदी भेनाले चाहिँ अपडेट दिइरहनु भएको छ, जानकारी दिइरहनु भएको छ। तपाईँहरूले सुनिरहनु भएको छ। यहाँ दाइहरू हुनुहुन्थ्यो हाम्रो दाइहरू। यहाँ हाम्रो मेरो बहिनी हुनुहुन्छ। मैले पहिला सुरुमा बहिनी भनेको अहिले चाहिँ श्रीमती। हेर्नुहोस् है यहाँ दाई हुनुहुन्छ ह्यान्डसम साइला दाई। उहाँ त के हो नि हेर्नुहोस् है। मलाई त सकिँदैन नि अब यहाँ त स्टाइल हेर्नुहोस् त। त्यो काटेको ठाउँ पुरा थियो त्यस्तो छुट्टामा। अनि त्यो छुट्टामा चाहिँ यसो हेर्दाखेरि चाहिँ त्यो हामीले देख्दा पनि एउटा रिङ रिङ हुन्छ नि हो त्यो चाहिँ। अनि त्यतिखेर सुनेको मैले दाजुहरू त्यो यहाँको मान्छेहरूले आउटलेट के अरे भन्दाखेरि बुझाउँदाखेरि देखेको रुखको उमेर हुन्छ नि। रुखको उमेर चाहिँ त्यहाँ हुँदो रहेछ। त्यो जतिवटा रिङ त्यति त्यो त बोटानीमा आउँछ नि पढ्दाखेरि। हामीलाई के को अब पर्दैन नर्मली नेचुरल साइन्स पढ्दाखेरि पनि अब चाहिँ ल्याउनु बेर जाँदाखेरि हुने भेनाजु आज तपाईँलाई चाहिँ धेरै तक्लिफ भयो होला तर हामीलाई त साह्रै रमाइलो भयो हो। होइन
अब चाहिँ हामीले जङ्गल अब जङ्गल डुल्ने के भनेको टाइमहरू जाने भए जाउँ 4 बजी भयो अब त जानु ए जाउँ त्यसो भने हामी अब फर्किन लाग्दैछौँ उयो रोड निस्केर गाडीमा चढेर अब मरिन्जेल अझै मजाले हेर्नु चाहिँ पाएको छैनौँ अब नेक्स्ट टाइम हामी आउनेछौँ अहिले पनि डुलिरहनु जस्तो भइरहेछ नि त्यही राम्रो छ तर अब समयको पाबन्दीले गर्दाखेरि अब हामी घुर्छौँ होला यहाँलाई म फेरि पनि अर्को अपडेटहरू देखाइरहन्छु हाम्रो साउल दाइले फोटो खिच्ने अरे साउल दाजुले फोटो खिच्ने भनिरहनु भएको छ सेल्फी हान्न अब चाहिँ हामी चाहिँ यहाँ जङ्गल घुम्नेको अन्तिम गन्तव्यमा आएर चाहिँ हामी यहाँ टक्कै बस हल्का रहेछ हामी बसमा जानुलाई चाहिँ रेडी भइरहेको यहाँनिर के पो थियो छ जङ्गलको क्लिप चाहिँ अब यो पालिको लागि यति नै हो है यहाँलाई धेरै धेरै धन्यवाद छ तर म तपाईँहरूलाई फेरि अन्य भाग पनि देखाउनेछु गाइस हामी चाहिँ स्टेसनमा आइपुगेको छौँ जङ्गल घुमेर पनि होइन अब भान्जीकोमा फेरि जाने अनि त्यहाँदेखि त्यहाँनिर चाहिँ मामहरू खाएर चाहिँ हामी फर्किने हामी हाम्रो सिटी नै फर्किने ल गाइस अब यस्तै भयो है अब कस्तो लाग्यो भिडियो हेरेर कमेन्ट गर्नु होला अर्को भिडियोहरू पनि ल्याएर आउनेछु त्यतिन्जेलको लागि चाहिँ तपाईँहरूबाट बिदा लिँदैछु हस् त थ्याङ्क्स फर वाचिङ बाई बाई नमस्ते